रवि लामिछाने विरुद्ध मुद्दा हालेर चर्चामा आएका युवराज विफल पक्राउ परेका छन्। यस्तो रहेछ कारण। यो विषय भनेको रासोपा समर्थकहरूको लागि निकै खुसीको खबर हो। 2082 10 महिना 13 गते यो मिति हामी रासोपा समर्थकहरूले कहिल्यै नभुल्ने मिति हो। आफूलाई सामाजिक अभियन्ता भन्न रुचाउने युवराज विफल पक्राउ परेका छन्। सामाजिक सञ्जालहरूमा तथ्यहीन सामग्रीहरू पोस्ट गर्ने युवराज विफल भनेर चिनिने सुँगुरीलाई प्रहरीले कराप झ्याप पारेको छ। महान्याय अधिवक्ता शोभिता भण्डारीको बारेमा तथ्यहीन सामग्री प्रसारण गरी गाली बेइज्जती गरेको जिल्ला प्रहरी कार्यालय परिसरले जनाएको छ। युवराजले शोभिता भण्डारीको विभिन्न सामाजिक सञ्जालहरूमा विभिन्न किसिमका नकारात्मक अपशब्द, गाली गलोज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी मुद्दा फिर्ता लिने कार्यक्रम गरिएको भनी भिडियो र दिएको अन्तर्वार्तामा झुटा आरोप लागेको जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताउनु भएको छ। पौडेल विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट 3 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। महान्यायाधिवक्ता भण्डारीले रासोपाका सभापति रवि लामिछानेमाथिको संगठित अपराधको निर्णय गरेकी थिइन्। ओली सरकारले प्रतिशोधको भावनाले लामिछानेलाई लगाएको मुद्दा भण्डारीले फिर्ता लिने निर्णय गरेकी थिइन्। उक्त निर्णय विरुद्ध युवराज विफलले सर्वोच्च अदालतमा पुगेका थिए र युवराज विफलले रवि लामिछाने र भण्डारीमाथि नै कैयौं आरोपहरू पनि लगाएका छन्। युवराज विफलमाथि रासोपाका समर्थकहरूले असन्तुष्टि रहँदै आएको जग जाहेरै छ। युवराज विफलले नागरिकता र पासपोर्टको विषयमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। उनले लामिछानेको गृहमन्त्री पद अयोग्य भएको भन्दै कानुनी लडाई लड्दै आएका थिए। तर युवराज असफल पक्राउ पर्दा भने नेपाली जनता र रासोपा समर्थकहरू निकै खुसियाली उल्लास छाएको छ उनीहरूमा। युवराज विफललाई पक्राउ पर्नुमा तपाईँ के भन्नुहुन्छ? आफ्नो प्रतिक्रिया जस्ताको तस्तै दिनुहोला र यो भिडियो शेयर गरेर सबै माझ पनि दौडाइदिन यहाँहरूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद।